साथीहरू, आज म हजुरहरूलाई मटन बिरयानी बनाउन सिकाउँदैछु। मैले मटनलाई पखालिओरी रेडी गरिसकेको छु। अब त्यस पछाडि अदुवा लसुनको पेस्ट लगाएको छु, अनि बेसार लगाएको छु, स्वाद अनुसारले नुन हालिदिएको छु, मिक्स मसला थोरै प्रयोग गरेको छु। त्यस्तै गरी बिरयानी मसला मैले यसमा हालेको छु र त्यस्तै गरी थोरै गरम मसला, गोटा गरम मसला लगाएको छु। त्यस पछाडि 1 कचौरा दही प्रयोग गरेको छु र त्यस्तै गरी मैले हरियो धनिया पत्तालाई लगाएको छु र मैले एउटा कागतीको टुक्रा पनि निचारेको छु। त्यस्तै गरी यसलाई मैले मजाले मिक्स गरेको छु हातैले। यसरी मिक्स गरिसके पछाडि हाम्रो मासु हेर्नुहोस् रेडी भएको छ। अब यसलाई म आधी घण्टाका लागि छोपेर राख्नेछु र मैले यता प्याज रेडी गरेको छु। प्याजलाई मजाले सफा गरिसके पछाडि अब हामी यो प्याजलाई फुराउँछौँ। मैले चाहिँ कुकरमा युज गरेको छु। हजुरहरूले अन्य भाँडा पनि युज गर्न सक्नुहुनेछ। र प्याज यतिको भइसके पछाडि मैले यसलाई निकालेर राखेको छु र यता हामीले चामल भिजाउनलाई रेडी गर्दैछु। र यसरी मैले यो मसलाहरूलाई यहाँ यसरी फुराउन लागेको छु। सुकेको खोर्सानी पनि 2 पिस लिएको छु र अघि हामीले राखेको मासु, बनाएर राखेको मासु अब यहाँ म कुकरमा हाल्दैछु। हजुरहरूले स्वाद अनुसारले हरियो खोर्सानी पनि प्रयोग गर्न सक्नुहुनेछ। मैले मासुलाई यहाँ कुकरमा ढाकिदिएको छु 1-2 सिटी लगाउनको लागि। यता मैले पानी उमाल्दैछु हाम्रो चामल रेडी गर्नलाई। र यता मैले 2 सिटी कुकर पनि लागिसकेको छ। हाम्रो मासु अब 2 सिटी लागिसकेपछि रेडी पनि भइसकेको छ। त्यसै गरी मैले अघि चामल भिजाएको चामललाई अब यसरी यहाँ कराईमा उमाल्दैछु। त्यस्तै गरी हाम्रो चामल यहाँ रेडी हुँदैछ। हाम्रो मासु तयार भइसकेको छ। चामल पनि हाम्रो रेडी भइसकेको छ। अब म दम दिनको लागि यसरी एउटा कपसमा मासुलाई यहाँ लगाउँदैछु। मैले आधा जति मासु यसमा सुरुमा लगाउँदैछु। यसरी लगाइसके पछाडि अब हाम्रो तयार भएको चामललाई म त्यसमा माथिबाट ढाक्दैछु। यसरी मजाले चामलले मासुलाई ढाकिसके पछाडि अब यसमा हामीले अघि तयार गरेको प्याजलाई माथिबाट लगाउँदैछु। यसरी प्याजलाई लगाइसके पछाडि अब म बिरयानी मसला थोरै माथिबाट छर्किँदैछु। यसरी बिरयानी मसला छर्किसके पछाडि म यसलाई अब हरियो धनिया पत्ताले माथिबाट फेरि लगाउँदैछु। अब त्यसै गरी हजुरहरूले कलरको लागि यसरी फुड कलर लिन सक्नुहुनेछ र माथिबाट अन्तिममा घिउ यसरी लगाउनु पर्ने हुन्छ र लो फ्लेममा यसरी दम दिइसके पछाडि हाम्रो 15 मिनेट जति दम दिइसके पछाडि हाम्रो बिरयानी रेडी भएको छ। हेर्नुहोस् कस्तो मजाले पाकिरहेछ, कस्तो राम्रो देखिएको छ, कलर पनि राम्रो छ। हाम्रो यसरी बिरयानी रेडी भइसकेको छ र मैले त्यसै गरी अचार र राइता पनि रेडी गरिसकेको छु। अब म यसलाई टेस्ट गर्न गइरहेको छु कस्तो भएछ। ओहो, साह्रै दामी भएको रहेछ। ल हजुरहरू पनि यसरी मटन बिरयानी घरमै बनाएर खान सक्नुहुनेछ। हजुरहरू पनि एकचोटि ट्राई गर्नुहोला। धन्यवाद।